वेलकम छ मेरो भ्लगमा चाहिँ हजुरहरूलाई। मेरो अर्को पनि भ्लग आइसकेको छ। म चाहिँ आज बाहिर जान लागेको छु स्कुलको प्रोग्रामको लागि। नुहाइधुवाइ गरेर कपाल सपाल कोरेर म चाहिँ साडी र ब्लाउजमा जान लागेको छु आज स्कुलको प्रोग्रामको लागि। मैले हल्का कपाल सपाल कोरेर लिपस्टिक लाएँ। मेरो चाहिँ यति नै हो मेकअप। म धेरै मेकअप गर्दिनँ, मलाई एउटा टिका लाउने, लिपस्टिक लाउने, कपाल गर्ने यति नै जोदायक फलचारी बुद्धिहीन। जय हनुमान ज्ञान गुण सागर, जय कपीस तिहु लोक उजागर। पाँच वर्षपछि फेरि फर्की आए माया लाउन धाए, फेरि फर्की आए माया लाउन धाए। कम्मर कसे मुकुलन कसे 5 वर्षपछि फेरि फर्की आए माया लाउन धाए, फेरि फर्की आए माया लाउन धाए। मायाले भने विषय पनि पिदिउँला, विषय पनि पिदिउँला, झालिनुमा बैना स्वरूप दिदिउँला, बैना स्वरूप दिदिउँला। साइलो झलकारे माया नमारे, साइलो झलकारे माया नमारे। ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरा। Yes, it was absolutely wonderful. Everyone did a great job. Namaste and a very warm good afternoon, everyone. My name is Mizal Mahardan. And I am Avashtika Thakuri. We are from grade 2. Avashtika, do you like hip-hop dancing? Oh yeah, I love hip-hop because it is full of energy and cool moves. What about you, Mizail? I also love hip-hop dancing. It makes full confident and powerful on the stage. That's right. Music makes us happy and dancing makes us shine. And now our energetic friends from grade 2 all are ready to rock on the stage. The song is Unabatuli. They have practiced very hard and are excited to show their amazing dance moves. So get ready to enjoy and powerful performance. Let's welcome them with a big round of applause. Thank you. तिमीलाई कहिले गाईका बाटोले लाउँछ कि मैले सोचेको छु बाटोले तिमीलाई।
श्रेष्ठ, अवस्थिका ठकुरी, प्रिन्स जोशी। With a big round of applause. Parents, please give them a big round of applause. Next performance we have Sana Ketaketi. For the performance, it is usually performed during festivals, weddings. What truly brightened this stage? Let's give them another. हजुर हजुरआमा म तिम्रो हजुरआमा हो सरसरी आन्टी म तिम्रो आन्टी हैन म तिम्रो दिदी हो हजुर दिदी भन्नुस् हैन अस्ति भर्खर खनेको बाटो हैन फेरि किन खनेको अस्ति बाटो तल खनेको थियो कि थिएन भन्नुस् त हो आज माथि खने अनि अस्ति नै बाटो दायाँ खनेको थियो कि थिएन भन्नुस् त हो आज बायाँ खने बुझ्नु भो यो तल माथि दायाँ बायाँ हामीलाई केही थाहा छैन हामीलाई दीर्घकालीन रूपमा बाटो बाटो जस्तै चाहिँ खाली यही बाटो खनेको छ खानेको छ तिम्रो काम छैन हामी नभन्नुस् मान्छेले भन्नुस् कस्तो मान्छेले चाहिँ किन आएको त्यहाँ काम नआएको नि कस्तो रहेछ यस्तासँग बोल्नुभन्दा त नबोलेकै बेस बिहान बिहान दिमाग खराब गर्न हुन्छन् खाने मुसाको उल्टाइदियो कान चिमुसी मुसा खायो धान धान खाने मुसाको उल्टाइदियो कान अकालीले मनसा तेरा माया लाउनु है ए मैचा छुनु मेखा गले पाला ओनै चाचिको घर त्यसका पाला ओहो मैचा छुनु मेखा गले पाला ओनै चाचिको घर त्यसका पाला
was delightful and most beautifully captured the playful rhythm of folk music. Their expressions and movements filled the stage with joy. Let's give them another huge round of applause. मेरो छोरीले चाहिँ यहाँ आइसक्रिम खानु पर्यो रे कार्ड दिएको दिन आइसक्रिम खानुपर्छ भनेर बाचा गरेको थिइन्